चल्छ यो जापानतिरको हैन केटाहरु पनि कहाँ कालो कालो छन् के यार जापानतिर त। साथीहरु नमस्कार गर्दियौ। हेलो साथीहरु, के छ हालखबर? तपाईहरु पक्कै पनि सञ्चारमा हुनुहुन्छ होला। आज चाहिँ हामी यसो मार्केटतिर भिजिट गर्न जाँदै छौं। हेर्नुहोस् है भिडियोलाई बिल्कुल पनि स्किप नगरेर एन्डसम्म है। अब हामीहरु चाहिँ मार्केट तर्फ लाग्यौ साथीहरु है। पछाडीबाट दुईवटा आन्टी हुन् कि दिदीहरु हुन् कि को हुन् त कुनै क्यामेरामा हामीलाई सुट गरिरहेछन् भनेर रिसाउलान् भनेर चाहिँ म अलि कन्फ्युजन थिएँ। अब के गर्नु, पछाडि त गराउनै पर्यो हैन। अब हामीले चाहिँ आफ्नो काम गरेर आफ्नो वर्क हो, तिनीहरूलाई मतलब भन गर्दा गर्दा तिनीहरू लास्टमा पछाडि छुटेछन् है। मैले पछि फर्केर पनि हेरिनँ है तिनीहरू चाहिँ, किनभने कतिपय मान्छेहरू चाहिँ हामीलाई सुट गरिरहेछन् हैन। अब कति नै उनीहरू नै हिरो हिरोइनी जस्तो सोच्छन् कि हैन। त्यस्तो सोच्ने मान्छेहरूलाई चाहिँ क्यामेरामै मैले नलिउनु। अब त्यस्तो सोच्दा सोच्दै हामीलाई फाइनली एउटा सब्जीवाला रेडीवाला अङ्कल मिलिसक्यो, यस्तो हरिहर सब्जीहरू है। अनि हामी चाहिँ ल्याउन थाल्यौँ कि सब्जी चाहिँ एकदम राम्रो थिए, एकदम झकास सब्जीहरू थिए हैन। अब हेर्नुहोस् के के छन् त्यहाँनिर, मुला तोरी यताउति सबै चिजहरू छन्। अब यिनीहरू आन्टीहरूले चाहिँ सब्जी ल्याउन थालिसक्यो हैन। अब यतातिर चाहिँ खोर्सानी छ कि हेर्नुहोस् त, कस्तो राम्रो क्या, प्लास्टिकभित्र हालेर राखेको छ हरियो खोर्सानीहरू। अब आयो पैसा तिर्ने पालो। पैसा पनि मैले दिनुपर्ने अरे, कहाँबाट दिने हो? छैन, छ निक्लियो। इस दिनुहोस् त, 100 रुपियाँ बच्यो 100 रुपियाँ। बाँकी चाहिँ मार्केट चाहिँ एकदम भिडभाड छ क्या। हेर्नुहोस् त यो नाइट भ्यू म्याक्सिमम् 10-11 बजेसम्म चाहिँ चल्छ मार्केट। 11 बजीसम्म चाहिँ फुल्ली प्याक हुन्छ। पैसा खस्या थियो के। अब बुढीलाई उठाउन दिउँ भने नहुने हैन। अब बुझ्ने भयो होला। यो घाँटीमा त्यो के भन्छ अरे, बाख्रा बान्ने दोरो जस्तो हालेछि। के लाने? सुन्तला अरे। अब सुन्तला हेरौँ कसरी जापानतिरको। संतरा कैसे दिए भैया? 7 रुपियाँ किलो, यानी कि नेपाली रुपिसमा कन्भर्ट गर्ने हो भने 180-100 रुपियाँसम्म है। यता हेर्नुहोस् त श्रीमतीज्यू एकचोटि। ए पैसा पनि फेरि मैले नै दिनु पर्यो। माई गड, यो त धेरै टना भयो नि। लाउनुहोस् खुल्ला, यही 80 रुपियाँ किलो हो। फेरि खसाल्ने होला। किलो 80 रुपियाँ कति लिया? आधा किलो 30। रुक जा म निकल। पैसा फेरि खस्या खसी। यो खुल्ला, बिल्कुल खुल्ला पैसा के हो यहाँ? ल यो निकाल। मजेदार चल्छ यो जापानतिरको हैन। केटाहरु पनि कहाँ कालो कालो छन् के यार जापानतिर त है। मैले त नोटिसै गरेको छैन कि पछाडिको मान्छेले चाहिँ क्यामेरातिर हेरिरहेको रहेछ। खै किन हेरे हेर्दा कि अरू केही खाने हो र? नखाने? खाने भए खाने, नखाने फेरि अगाडि बढ्दै गर्दा बुढीले चाहिँ केही फलफुल चाहियो मलाई भनिसकेपछि चाहिँ मैले नै भन्न सकिनँ है। फल लाने अरे मेरो बुढीले चाहिँ। हेरौँ कुन चाहिँ फल हो? यसको नाम चाहिँ के भन्छ यार, मैले बिर्सिएको छु है। यसको नाम चाहिँ के? ए रामफल भन्छ यसलाई। मलाई त थाहै छैन। हेर्नुहोस् न, यो फल फ्रुटको नामै थाहा छैन। कति रुपियाँ अरे? टिक्का है। दिन यस्तो बजार सानोतिनो लेडिजलाई चाहिने सामानहरू यहाँनिर होइन धेरै उपलब्ध, धेरै चिजहरू छन्। तर अब चाहिँ मार्केट सकिन लाग्यो हाम्रो चाहिँ, सकिसक्यो भनौँ। के लाने छ अरे लास्टमा? के लगेर जानेछ? एग। हेर्नुहोस् त, यो मालिक चाहिँ छैन कि, कहाँ गएको छ? यस्तै लापरवाही हुन्छ कि यहाँ जापानतिर चाहिँ होइन। यही अब मालिक हुन्न, कसले छोडिदिन्छ। अब मालिक त्यही हो जस्तो लागिरहेछ, त्यही बुढा यही हो। अन्डा लग्ने हो। कति रुपियाँको दिन्छ? कैसे दियो अङ्कल? 180 रुपियाँ क्रेट छ यहाँ अन्डाको। अब मैले समात्ने रे। अब हामी जानु लाग्यो है। भिडियो चाहिँ पछि सुट गरौँला है त। हामी हिँडिदिएको ल। फाइनली हामी चाहिँ मार्केट गएर आइसक्यो र मार्केटबाट हामीले चाहिँ के लिएर आएको छौँ त? यो 1 क्रेट अन्डा भइगयो। यो चाहिँ के हो बुढी? अरू
रामफल भन्छ है। गेट नम्बर 420 फ्लोर हो। यो चाहिँ सेकेन्ड फ्लोरमा चाहिँ अन्डा चाहिँ खाने भएपछि आउनु होला है। हामी जहाँ बस्छौँ त्यहाँ रुम। हाम्रो घरमा चाहिँ को उपलब्ध हुनुहुन्छ त? हाम्रो ड्याडीले चाहिँ यसो रोटी बनाउँदै हुनुहुन्छ कि फाइनली आइयो रुमतिर। मेरो छोरा चाहिँ यहाँ सुतिरहेको छ। यो जहिले पनि सुत्ने काम मात्रै छ। आजको ब्लगमा एकदमै रमाइलो भयो साथीहरू र यही भन्दै म भिडियोलाई यहीँसम्म टुङ्ग्याउन चाहे साथीहरू। हुन्छ, बाई बाई मुटुहरू।